मर्निङ साथीहरू। यो चाहिँ नेपालगञ्जको अहिलेको अवस्था हेर्नु त, यस्तो बिहान यस्तो खुसी लागेको है अवस्था। यस्तो अवस्था छ कि हेर्नु त, पुरा गाडी र बाइकहरू चाहिँ पुरै लाइट बालेर हिँड्नुपर्छ कि नाइट जस्तै। यस्तो गाह्रो अवस्था क्या, त्यो नजिकै गाडी आएपछि मात्रै थाहा हुने त्यस्तो भएको छ त। यति जाडो है। यो चाहिँ नेपालगञ्जको डम्बोजी चोकको दृश्य हो, हेर्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ हजुरा रोडतर्फ यात्रा गर्छौँ। अब बिहान हेर्नु यति चिसो छ, चिसोमा चाहिँ एकदम गाह्रो छ है अवस्था। यो चाहिँ सुन्तलाहरू फलफुलहरू पाउने ठाउँ चाहिँ यो चाहिँ राखिएको छ, फलफुलहरू। अब चाहिँ हामी यता के भन्छ गुलरिया जाने यो टेम्पोहरू अनि सानो गाडीहरू चाहिँ जाने ठाउँ, बसहरू पनि लाग्छ यताबाट है। यति बिहानमा अब यो फलफुलहरू मात्रै खुल्ला छ कि, अरू चाहिँ सारा बन्द रहेछ यहाँ। हेर्नु त यहाँ यति दामी छ, तर यस्तो चिसोमा के गर्नु है। अवस्था छ त्यो। अब हेर्नु त यो गुलरिया जानलाई चाहिँ गाडीहरू बाटोमा ठ्याक्क लगाएर लागेको अवस्था है। नो हेर्नु त त्यहाँ अगाडितिर त्यो बाइक आएको छ है, अलि यहाँ नजिकै आयो भने अझै थाहा हुन्छ कि त्यो यस्तो हुस्सु छ है। यस्तो बल्ल यहाँ नजिक देखियो कि को भन्ने कुरा, त्यो चिन्न नै गाह्रो हुन्छ कि यति को हो। अब यो यहाँको यो तराईको चाहिँ शीतलहरले पहाडको जाडो भन्दा, त्यो हिउँबाट कठाङ्ग्रिने जाडो भन्दा, यो तराईको यो अर्को शीतलहर छ नि, योबाट चाहिँ मान्छेहरू अब त्यो ज्यानै गुमाउने सम्मको अवस्था देखिन्छ कि। एकदम दयनीय अवस्था हुन्छ यो 2 मन्थको लागि मात्रै। अब म आएको झन्डै तपाईँको 10 दिन जति भयो होइन। अब मैले पहिला त घाम देख्यो, यो अहिले पुसको 1 गतेदेखि चाहिँ पुरै यस्तै छ कि। कपडा नि अब सुकायो भने 2 महिनापछि सुक्छ होला। मैले धोएको कपडा छ नि त्यो नि करिब 2 महिना नै लाग्छ अरे सुक्न। अब घाम नै देखिँदैन होइन। अब दिउँसो चाहिँ हल्का सुक्ला जस्तो हावाले चाहिँ हुन्छ, फेरि रातिको यो शीतलहरले फेरि जस्तोको त्यस्तै बनाइदिन्छ कि। यो अवस्था छ हेर्नु त। हो डेन्जर अवस्था। अब यहाँ चाहिँ हामी शिव मन्दिर, डम्बोजीको शिव मन्दिरमा आयौँ। ल यहाँ त त्यहाँ गाडी आएको छ होइन, उतादेखि चाहिँ अब यहाँ नजिक आएर मात्रै देखियो कि यस्तो हुन्छ। यो चाहिँ शिव मन्दिर, यो चाहिँ नेपालगञ्जको डम्बोजीको शिव मन्दिर है। ओम नमः शिवाय, ओम नमः शिवाय। यो मर्निङमा चाहिँ एउटा कुरा मैले के ख्याल गरेँ, मर्निङमा माइन्डलाई चाहिँ एकदम क्लिन राख्न चाहिँ सकिँदो रहेछ है। ल आजलाई चाहिँ मेरो भिडियो यति नै। यस्तै नयाँ र तराई पहाड हिमालका चाहिँ राम्रा अथवा नराम्रा सबै खबरहरूको लागि चाहिँ
हाम्रो बिबी अनलाइन खबर र त्यस्तै युट्युब च्यानल छ युट्युबमा र फेसबुकमा चाहिँ हामीलाई फलो र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला र तपाईँको प्रतिक्रियाको प्रतीक्षामा छौँ। तपाईँले सकेसम्म आफ्नो प्रतिक्रिया पनि दिनुहोला ताकि भोलि दिनमा मैले गर्ने भिडियोहरूमा केही सुधार आउन सकोस् भन्दै तपाईँहरू सबैलाई शुभ दिन। तपाईँहरूको दिन सुखमय बितोस् र यो भिडियोलाई सेयर गर्न नभुल्नुहोला। धन्यवाद सबैजनालाई यो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरू सबै मेरो फलोवर्स सब्सक्राइबर सबैलाई।